हो यस्तै मेसिनमा पैसा हाल्ने हो। यहाँबाट मेसिनमा पैसा हाल्यो। अब यहाँबाट फिर्ता आउँछ पुरुरु पारेर यहाँ पनि Grapefruit medium size, please. कहाँबाट ओभरटेक गर्नुपर्छ भनेर मर्छन् है माछाहरू कस्तो हतार गरेर हिँडेर। मैले यस्तो यो जुन यहाँ देख्नुहुन्छ यो खालको व्यापारीहरूले चाहिँ राखेको यो स्कुटर यिनीहरू चलाउँथे। यो मैले यो किन्नुभन्दा पहिले चाहिँ म तपाईँलाई मेरो फुलप्रिन्ट देखाउँछु है। यो हो मेरो फुलप्रिन्ट चाहिँ। मान्छेहरू के साह्रो व्यस्त यार त्यही व्यस्त सायद यात्रीहरू हेरौँ। मेरो काममा जस्तो अब अलिक छिटै आयो भने 20 मिनटमा आइपुग्छ। अलिक बिस्तारै 10-15 किलोमिटरको हिसाबले आयो भनेदेखि म आधी घन्टामा आइपुग्छु। मलाई हतार गर्नु नै छैन, बिस्तारै कहिले 22 किलोमिटर पऱ्यो 22-25 म्याक्सिमम भनेको 30 साइकलको चिन्ह देखेको छ त्यो चाहिँ हरियो बोल्नुपर्छ अनि मात्रै हामीहरू चाहिँ हिँड्न पाइन्छ। साइकलको बाटो हो साइकल। यो मेरो जस्तो स्कुटरहरू हाइवेमा हिँड्न पाउँछ र यहाँ हामीले नम्बर पनि राखेको हुन्छौँ, नम्बर चाहिन्छ। यो त के अरे तपाईँको नगर बाटो चाहिँ यो आर्नुना भन्छ। नगरपालिकाले चाहिँ यिनीहरू सबै नियमन गर्छ। अहिले चाहिँ यो खालको इलेक्ट्रिक बाइकलहरूको चाहिँ नम्बर लिनुपर्छ अनि लाइसेन्स नम्बर लिनुपर्छ अर्थात् लाइसेन्स चाहिन्छ। लाइसेन्स भनेको ड्राइभिङ नलेज हुनुपर्छ अनि
हाइवेतिर चलाउन पाइन्छ। यो चाहिँ मेरो चाहिँ हाइवेतिरै चलाउने, तर म सेफ्टीको लागि म यो साइकल बाटो नै हिँड्छु। सबै हिँड्छन् हैन। कति टाइम छ? टाइम भयो भने म यहाँ जुस खाएर जान्छु। टाइम रहेछ। ओके, लाइट इज ग्रीन। चलो गेजर Katan. Gadget. 16. Gadget. 16, okay, 16. I make for you guys. Yes. Ano yung telephone siya? Pagka. हो यसरी मेसिनमा पैसाहरू यहाँबाट मेसिनमा पैसाहरूले अब यहाँबाट फिर्ता हुन्छ। सुरु पारेर यहाँ पनि यो मेसिनले चाहिँ done? Okay. अब यहाँ खाली सिटहरू छ यहाँनिर है। यहाँ हेर्नु, म यहाँ बसेर यहाँ सिटमा बसेर जुस पिउने। है तो यसलाई एकछिन अफ गरिदिउँ। कपाल सपाल काट्यो हिजो, यता कार्यक्रम पनि थियो। यो राइडिङमा चाहिँ अब हुन्छ नि त, हावा चल्छ ज्यादा। बेलुका फर्किने बेलामा अलिक जाडो हुन्छ। सुरु भएछ जाडो, त्यो भएको हुनाले अनि जाडो भएको हुनाले चाहिँ ज्याकेट लगाएर हिँडेको, नत्र नर्मली पर्दैन। मेरो ड्युटी 10 बजेबाट अहिले 9:24 भएछ। म यसरी गफिँदै हिँड्नु पऱ्यो, घुम्दै भनेरै अलिक छिटो निस्केको। यहाँदेखि अब यहाँदेखि म 5 मिनटमा पुग्छु काममा, 5-6 मिनटमा।